लागेर नि अब मागे सेवाहरू यसरी नै मनसा सिंह विशिष्ट अतिथि माननीय सेवा समितिका उपाध्यक्ष होम निगमज्यू मेरो समकालीन मित्र क्या सम्मेलन पाउँछौँ पाल्जुम्बका पूर्व अध्यक्ष विक्रममणि फागज्यू यसरी नै सचिव जगत पत्रे लगायत विभिन्न जिल्लाबाट पाल्ने हाम्रा प्रतिनिधि मनसा सिंह भाइहरू यसरी नै कार्यक्रममा आफ्नो अमूल्य समय दिने हाम्रा प्यारा भाइ बहिनीहरू सबैमा फेरि पनि म एकपटक पूर्व अध्यक्षको हैसियतले र मेरो व्यक्तिगत तर्फबाट यहाँलाई सेवाहरू गर्न चाहन्छु। सेवाहरू अब म तपाईहरुको समय लिन चाहन्न किनभने रात परिसकेको छ, हामीलाई हतार लागेको छ, किनभने अर्को चरण पनि होला। प्रमुख अतिथि हाम्रो सम्मानित व्यक्तित्वको हामीले एक शब्द सुन्नै बाँकी छ, त्यसपछि फेरि हाम्रो बन्द सत्रको बाँकी नै छ। त्यसकारणले गर्दाखेरि तपाईको समय थोरै धेरै नलिकन म आफू पनि अलिक व्यस्त छु र तपाईलाई म छोटो समय लिन चाहन्छु। यो संगठन चाहिँ 2058 साल माघ साउन 19 गतेको दिन यो हाम्रो पछाडिपट्टिको क्या सामाजिक मन्दुम निसामी महलमा पूजनीय गुरुजीको उपस्थितिमा गठन भएको थियो र यसको सुरुवातको विषयमा हाम्रो माननीय अध्यक्ष यही हुनुहुन्छ, उहाँलाई धेरै कुरा थाहा छ। नेपालको यो पश्चिम भूभागबाट यो एउटा जनयुद्ध भएर अथवा के माओवादी त्यतिखेरको क्रान्ति भनौँ न, उहाँहरू क्रान्ति भन्नुहुन्छ, अब हाम्रो धर्मको हिसाबले अर्कै भन्छौँ होइन, त्यो आइरहेको थियो र यहाँ अलिकति अप्ठ्यारो स्थितिहरू सिर्जना भइरहेको थियो। माङसेबुङको यो क्षेत्रलाई त्यतिखेर हामी त्यसलाई मात्रै माङसेबुङ भन्थ्यौँ, यो गुरु आश्रम यो आसपास भन्जादेखि उँधो मात्रै हाम्रो माङसेबुङ थियो र यो क्षेत्रमा अलिकति अप्ठ्यारो स्थिति सिर्जना भएपछि गुरुजीले निर्देशन गर्नुभयो, माननीय अध्यक्ष हुनुहुन्छ, हाम्रो चाहिँ के अरे युवाको सङ्गठन तयार गरौँ, माननीय अध्यक्षज्यू भन्नुभयो र अध्यक्षज्यूले तत्कालीन मिटिङ डाकेर मुक्ति सर भेलाको संयोजक म सहसंयोजक भएर त्यतिखेर युवाको भेला आयोजना गरेको थियो र साउन 19 गते भनेको महाबर्खा थियो। धेरै साथीहरूले ज्यानलाई अप्ठ्यारो अवस्थामा राखेर यदि ती चाहिँ रत्तखोलामा तर्दै नदीको अवस्था तर्दै यो ठाउँमा आएर सम्मेलन सफल गरियो र त्यतिखेर हामीले जम्मा 29 जनाको हाम्रो कार्य समिति थियो, त्यो घोषणा भयो र हामीले काम गर्यौँ र यसको इतिहास अब त लामो भयो। हामी 6औं सम्मेलन भन्दैछौँ, अब लगभग 24-25 वर्षको होइन इतिहास अहिले बोकिसक्यो र हामी अहिले म तेस्रो पुस्ताको नेतृत्व गर्दैछु। अहिले म 17 वर्षमा यो माङसेबुङ यो डाँडामा आएर म पनि फर्केको छुइनँ। यी माङसेबुङमा म बुढो भएँ, म लगभग 50 वर्ष पुग्न आँटेँ। अहिले म किन तेस्रो पुस्ताको नेतृत्व गर्दैछु, मेरो जेठो छोराको पनि छोरी भइसक्यो भने चाहिँ म बाजे भइसकेँ। म हिजो नानीमा थिएँ, म अब बाजे पुस्तामा पुगिसकेको छु र हाम्रो प्यारा भाइ बहिनीहरू हामीले सङ्गठन बनाएर जन्मेको छोराहरूको पनि छोराछोरीको तपाईँले नानीमा भएर आइसक्नु भएको छ र यो एउटा दर्मिलो इतिहास बोकेको हाम्रो नानीमा सङ्गठन नाम सुन्दा मात्रै पनि मलाई गर्व लाग्छ, मलाई सम्झना लाग्छ। त्यतिखेर दुःखको कुरा त के गर्नु र होइन। हाम्रो चाहिँ गीता लिङ्गदेन र कल्पना लिङ्गदेनलाई जितपुरमा चाहिँ के अरे माओवादीले बम यहाँ झुन्डाइदिएर तिमीहरूले माङसेबुङको ठुला मान्छेको नाम भन्छौ कि रिमोट दबाइदिउँ भनेर तर्साको कुरादेखि लिएर यो झारबारीमा हालेको बम नपड्केकोदेखि लिएर हाम्रो मान्छेले यहाँ पतिर के अरे
स्वयंसेवकहरू हाम्रो यहाँको रक्षकहरू जाँदाखेरि डाँडामा चाहिँ के भन्छ त्यो रकेट लन्चरले हानेकोदेखि लिएर यो धेरै इतिहास बोकेको हाम्रो युवाहरूको नानीको इतिहास छ। त्यसमा अघि विक्रमजीले नाम लिनुभयो हाम्रो 17 जनवरीको चाहिँ दुःखदपूर्ण हत्या भयो। त्यसले हामीले एकदमै ठुलो पीडा दिएको थियो हैन। तर पनि हामीले कहिले पनि हतोत्साह गरेनौँ। यहाँनिर अहिले हामी यहाँनिर विक्रमजी हुनुहुन्छ, मनोहरजी हुनुहुन्छ हैन, त्यसपछि जगतजी यहाँ हुनुहुन्छ। हाम्रो समकालीन हामी यहाँ 4 जना छौँ। जिल्लामा हाम्रो जगतजीहरू काम गर्नुहुन्थ्यो, केन्द्रमा म विक्रमजी र मनोहरजी हामी यहाँ थियौँ। त्यसरी काम गर्दै हामीले आयौँ र त्यतिखेर अब त्यो अवस्थामा हामीले आफ्नै तरिकाले काम गऱ्यौँ हैन। हामीसँग सञ्चार त सधैँ थिएन, गाडी बाटो यहाँ कहीँ पनि थिएन हैन। त्यो स्थितिमा हामीले अब त्यतिकै सबै सापेक्षित कामहरू गऱ्यौँ र म हाम्रो भाइ बहिनीहरू म के भन्न मात्रै यहाँनिर आज जसरी आफ्नो 2 शब्द बोलेर जान्छु भने मैले बसेको हो भने किराँत धर्मको इतिहास निकै लामो नै भइसक्यो भन्छु म। किनभने राजा त्रिभुवनको पालादेखि लिएर महेन्द्र हुँदै राजा वीरेन्द्र हुँदै ज्ञानेन्द्रको सत्ता पनि सकिएर अहिले हामी एकदम उन्नत लोकतन्त्रको अवस्थामा छौँ। यो स्थितिमा हामीले हाम्रो अबको भाइ बहिनीहरूले हाम्रो आफ्नो कुरा चाहिँ पढ्नु पर्यो भनेर म आएको चाहिँ महादेव फाल्गुन दलाई काबेली खोलाबाट काबेलीको त्यो किनारबाट पक्रेर लगेर धनकुटा गाउँडा हुँदै काठमाडौँसम्म किन पुर्याइयो? उहाँले किराँत धर्मको प्रचार प्रसार गर्दा किराँत मुन्दुम संस्कार संस्कृतिको इतिहासको उत्खनन गरेर हाम्रो समाजलाई सुनाउँदै गर्दा उहाँलाई पूर्वको लिम्बनको आरोप लगाएर पक्रेर लगेको इतिहासहरू छ। त्यसै गरेर हाम्रो वर्तमान गुरुज्यूले पनि पूर्वको लिम्बनको राजाको चाहिँ के अरे आरोप लगाएर उहाँलाई 2036 सालमा 3 लाख टाउको मल तोकेको कुराहरू छ। धेरै कुराहरू अहिले लिखित रूपमा आइसकेको छ उहाँहरूको बारेमा। त्यसले गर्दा तपाईँले त्यो पढ्नुपर्छ भन्नु म आज। किनभने तपाईँहरू भनेको अहिले यहाँ यसो हेर्दाखेरि 25 देखि 18 देखि माथि र 30 देखि यो बिचको उमेरसम्मको तपाईँहरू हुनुहुन्छ। तपाईँहरूले अहिले सिक्ने जान्ने अध्ययन गर्ने धेरै आधारहरू छ जुन कुरा हाम्रो पालामा थिएन। म 2036 सालमा धर्ममा मैले मेरो बुवाले शब्द गराउनु भएको रहेछ। 36 सालदेखि मेरो बुवाको कुरा हो 2035 सालदेखि 2045 सालसम्म मेरो बुवा एक्लैले त्यो 50 वर्षको बिचमा एकजना मेरो बुवाले धर्मको दिशा गाडेर बस्नुभयो। गाउँभरिका मान्छेले खेताला सघाएन, पूजा गर्न सघाएन, सबै कुरामा बहिष्कार गर्यो। तर पनि मेरो बुवाले थामेर बस्यो। जब 46 सालको आन्दोलनपछि प्रजातन्त्र पुनर्बहाली भएपछि हाम्रो धर्मले अलिकति गति लिएको र हामी धर्ममा लाग्दाखेरि यसो गाउँमा सम्झाउने फेसबुक थिएन, सेवा थिएन, गाउँमा आएर यसो हौसला दिने मान्छे थिएन, बाटो देखाउने मान्छे कोही पनि थिएन। त्यतिखेरको अवस्थादेखि हामी आएका मान्छे त्यसको नेतृत्व गर्दा रहनेको मैले यो मान्छेमा 2051 सालमा आउँदाखेरि माङ्गेना दसैँको यो अहिले सेतो तपाईँले देख्नुभएको दाली कुनै पनि एउटा पनि सेतो थिएन, सबै कालो थियो। 51 सालमा उहाँलाई मैले भेट्दाखेरि सबै कालो थियो, उहाँको दाली भर्खरको हुनुहुन्थ्यो, कपाल कुनै फुलेको थिएन। अहिले मभन्दा पनि भर्खरको हुनुहुन्थ्यो। अहिले मेरो कपाल त डेन्टिङ पेन्टिङ गरेर मात्रै कालो भएको हो, नत्र मेरो सेतै छ, उहाँको पुरा कालो। त्यो अवस्थामा भेटेको व्यक्तित्व अहिले हाम्रै अगाडि हुनुहुन्छ। उहाँले त्यो समयदेखि नेतृत्व गरेर आउनुभएको के हो किराँत धर्म भनेको यस्तो चिज। त्यतिकै यहाँसम्म पुगेको धर्म होइन नि। यहाँ लाखौँ मान्छेले योगदान दिएको छैन। तपाईँको
चर्चित मान्छेको नाम लिनु पर्दाखेरि रामकर्ण इग्नाम मैले भेटेको मान्छे, रामप्रसाद थेबे मैले भेटेको मान्छे, नरदम फेजम मैले भेटेको मान्छे हैन, टेकबहादुर लौतीहरू त हिजोअस्तिसम्म हामीले काम गरेको मान्छे नै हामीसँग छैन। यस्ता व्यक्तित्वहरूले सयौं दिन होइन हजारौं दिन उहाँले योगदान गरेर किराँत धर्म यहाँसम्म आएको। किराँत धर्म यहाँसम्म आउनुमा, यति संरचना ठडिनुमा, यो डाँडाहरू मैदान हुनुमा हाम्रो उपल्लो उमेरसम्मको हाम्रो बाउ पुस्तादेखिको बाजे पुस्ताको ठुलो योगदान छ। यो त्यतिखेर मैले एक्सकाभेटर देखेकै थिइनँ, देखेको त केही नाम पनि थाहा थिएन, त्यतिकै यो डाँडा समाइएको। जुन बेला हामीले जेसीबी नामै सुन्नु, फोटोमा पनि देखेको थिएनौँ, त्यो यस्तो देखेको थिएन, फोटो पनि देखेको थिएन। त्यतिखेर डोजर भन्ने मैले चिज चाहिँ 2047-48 सालतिर मैले दानाबारीमा देखेको थिएँ। त्यतिखेरको डोजर अहिलेको एक्सकाभेटरहरू सब मिल्दैन, त्यो फाल्टै थियो। त्यो समयमा हाम्रो माथिल्लो पुस्ताले नेतृत्व गरेर यो डाँडा समाएको होइन, हाम्रो बाबुहरूले बाजेहरूले गर्नुभएको काम मानिन्छ। र यसको सम्पूर्ण कामको जिम्मा, नेतृत्व जिम्मा चाहिँ हाम्रो वर्तमान गुरुजीले गर्नुभएको छ। गुरुज्यूले कसरी हामीलाई नेतृत्व गरेर यहाँसम्म ल्याउनु, हाम्रो मान्छेले कसरी नेतृत्व गरेर ल्याउनु, यो एउटा हाम्रो चासोको विषय, अध्ययनको विषय हुन सक्छ तपाईँहरूको लागि। म भर्खर मात्रै बुझ्दैछु हाम्रो बानी बेहोरा कस्तो छ होइन। गुरुजीले हामीलाई यसो भेट्दा भन्नुहुन्थ्यो, हाम्रो त जनजाति बेहोरा पनि अन्त भन्नुहुन्थ्यो। जनजाति बेहोरा के भन्दाखेरि एउटाले अर्कोलाई मन नपरेन, अर्कोले अर्कोलाई मन, अर्कोले अर्कोलाई मन नपराउने, त्यो चाहिँ जनजाति बेहोरा छ। एउटाले अर्कोलाई नमान्ने, अर्कोले अर्कोलाई नमान्ने होइन। यो अवस्थाको मान्छेहरूलाई गुरुजीले नेतृत्व ल्याएर गरेर यहाँसम्म हामीले ल्याउनु भयो होइन। हामी सबै अरिएको भनेको गुरुआमाको दिन, उहाँको माया, उहाँको एउटा आशीर्वादले गर्दा यहाँसम्म पुगेका छन्। त्यसले गर्दाखेरि अब लिखित दस्तावेजहरू धेरै छन्, तपाईँले अध्ययन गर्नु पर्यो र लेख्नु पर्यो, पढ्नु पर्यो। अघि विक्रमजीले पनि भन्नुभएको छ, हामी पढेनौँ भने हाम्रो इतिहास हामीले थाहा हुँदैन। फेसबुक कसले के लेख्यो त्यो ठुलो कुरा भएन, आफ्नो कुरा चाहिँ लेख्नु पर्यो क्या। पहिलो कुरा चाहिँ किराँत धर्म कसै सुरतको, हाम्रो मुन्दुम के हो, याछामतिङ भनेको के हो, फेजुलकुङ फेदाङमाले के गर्छ, सावला साम्बाले के गर्छ, येबुङ येबाले के गर्छ, यी कुरा त हामीले जान्नु पर्यो क्या। अनि भर्समा हामी जान सक्छौँ। अब हामी ती कुरा जानेनौँ, हाम्रो मुन्दुमहरू सिकेनौँ भने त हामी फेरि अर्काको कुरा पढ्छौँ, अर्काको पछाडि मात्रै लाग्छौँ। त्यही कुराहरू तपाईँलाई अनुरोध गर्न म एकछिन तपाईँको समयमा आएको छु। र यो कुरा भन्दै अब बाँकी दिनमा अब तपाईँहरूको हो, हाम्रो अध्यक्षज्यू लगभग 74-75 वर्ष पुग्नुभयो। मैले लगभग उहाँलाई 50 वर्ष 49-50 वर्षको उमेरमा भेटेको हो। अब उहाँ पाएको हुनुभयो। अब उहाँलाई हामीले सक्ने सहयोग गऱ्यौँ र अहिले पनि गरिराखेका छौँ आफ्नो तरिकाले। तर अब हाम्रो पछाडि तपाईँहरूको पालो। त धर्म भन्ने कुरा चाहिँ कस्तो भने हामीले राजनीतिक संस्था जस्तो होइन, अरू सङ्गठन जस्तो, सामाजिक संस्था जस्तो सोच्नु भएन। धर्मको माथिल्लो नेतृत्व हाम्रो गुरुजी हो, त्यसपछि संस्था मान्यता छ, त्यसपछि हामी छौँ भनेर बुझ्नु पर्यो पहिलो कुरा चाहिँ। किनभने धर्म भनेपछि चाहिँ संवेदनशील कुरा हो क्या। संस्थाहरू विधान र अहिले चल्छ, धर्म चाहिँ आचार संहिता र विधिले चल्यो। त्यसमा चाहिँ के छ भन्दाखेरि 3 खेप मानसेवा गर्ने हाम्रो धर्मको मुख्य के भन्छ मन्त्र भयो। त्यो मन्त्र जप्दाखेरि घुँडा टेक्नुपर्छ, हाम्रो विधि भयो। त्यो धर्मको एउटा आचरण हो क्या, त्यो आचरण। त्यसले गर्दाखेरि तपाईँ हामी संयमित भएर धैर्य भएर लाग्नुपर्छ। हाम्रो प्यारा प्यारा भाइ बहिनीहरू, छोराछोरीहरू, तपाईँहरू अरू धेरै अगाडि बढ्नुहोस्। अब हाम्रो चाहिँ यहाँ
कीर्तिमानजीको कार्यकाल सक्न लागेको छ। अब आज उपरान्त अब उहाँलाई दोहोऱ्याउनुहुन्छ कि अथवा अर्को नयाँ ल्याउनु छ तपाईँको कुरा हो र नयाँ नेतृत्व अझ सशक्त र राम्रो हुनुपर्छ। र म चाहिँ के भन्छु भने हामीले हाम्रो धर्मको मुख्य आधार भनेको मुन्दुम हो। मुन्दुम चाहिँ हामी सबैले पढ्नु पर्यो, कम्तीमा पनि मानव सेवा गर्दाखेरि पढ्न सक्नु पर्यो, अनि मात्रै हाम्रो खास कुराहरू हेर्न सक्छौँ, बुझ्न सक्छौँ भन्ने हाम्रो भाइ बहिनीहरूले म अनुरोध गर्दै र अब के अरे बाँकी नेतृत्व गर्ने राम्रो एउटा योग्य व्यक्तित्व छानेर ल्याउनुहोस् भन्ने म यहाँलाई हार्दिक अनुरोध गर्दै मेरो आजको छोटो मन्तव्य यही अन्त्य गर्दछु। धन्यवाद। लोगेन आशीर्वाद।